2082 आजबाट सुरु भइसकेको छ। सबैजनालाई ह्याप्पी न्यू इयर। मम्मी हजुरलाई कस्तो लाग्यो आज न्यू इयरको दिन घुम्न आउँदा? छोरासँग घुम्न आउँदा एकदम रमाइलो लाग्यो। ओए भाइ भन्दै थिएँ मैले रोक भनेर। कोई कैसे अपने आंसुओं को बहने से रोके और कैसे What's up fam, welcome back to my new vlog series boy विश्वास कतिले आए हजुर सबजना सन्चै आएर हुनुहुन्छ र म पनि सन्चै आएर हुन्छु। अनि आज धेरै पछि आफ्टर लङ टाइम पछि भ्लग बनाइरहेको छु है। अनि आज चाहिँ न्यू इयर हाम्रो 2082 आजबाट सुरु भइसकेको छ। सबैजनालाई ह्याप्पी न्यू इयर। हजुरहरूको 2082 सबैको शुभ रहोस्, बबाल रहोस्, दामी रहोस्, एकदम खुसीले भरिपूर्ण होस् है। त्यही हो। अब चाहिँ आज न्यू इयर होइन, अब भ्लग नबनाएको धेरै भएको थियो। लगभग 2 हप्ता जति भइसक्यो भ्लग नबनाएको। भ्लग हालेको पनि छैन मैले युट्युबमा। हल्का अब त्यस्तै बिजी टेन्सनले भ्लग हाल्नु नपाएको हो। अनि त्यही आज 2082बाट भ्लग सुरु गरिसकेको छु। त्यही भएर हजुरलाई स्वागत छ मेरो भ्लगमा। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु, पुरानो हुनुहुन्छ भने लाइक गरेर कमेन्ट टुक हालेर जानु है त। त्यही हो। आज हामी कहाँ जानु लाग्यो, के जानु लाग्यो, टप मोटर भ्लगमा भनौँ है त। र अहिले चाहिँ हामी घरबाट हिँडेको है। अब मम्मीको एटिएमबाट पैसा निकाल्नु पऱ्यो नि त। मेरो स्पोन्सर हो नि त मम्मी। अब स्पोन्सर हो मम्मी, टक्क मम्मीको एटिएमबाट पैसा निकाल्नु पर्ने हुन्छ अनि घुम्नु पर्ने हुन्छ आज न्यु इयरको दिन। आज चाहिँ हामी उता मार्बल डाँडासम्म जाऊँ न त भनेर मम्मीले न्यु इयरको दिन घुम्न जाऊँ न त भन्ने हुनुहुन्थ्यो। अनि ड्याडी पनि गाउँ जानु भएको छ नि त, ड्याडी हुनुहुन्न। अनि मम्मीलाई नि यसो घुमाइदिउँ। अनि म पनि घरको घर धेरै भइसक्यो निस्केको। आजभोलि मेरो साथी जो भनेको नि मेरो मम्मी नै हो। आजभोलि कोही छैन त्यस्तो घुम्ने। एउटा भनेको हिस्टोदाई हो, अनि अरू भनेको त अब पहिलाको कुराहरू याद चाहिँ आउँछ मलाई। जे होस् 2081मा धेरैसँग भेटियो, धेरैसँग हिँडियो, घुमियो होइन। अब 2082बाट चाहिँ लाइफ हेज बिन चेन्ज भने जस्तै हो। जिन्दगीमा अप एन्ड डाउन आइहाल्छ। तपाईँहरू यदि यो कलङ्कीबाट बल्ख आउने साइडतिर जाँदै हुनुहुन्छ भने यति ठाउँमा जहिले पनि ध्यान पुऱ्याउनु कि यहाँ चाडपर्व होस् अथवा नर्मल डेज होस्, जहिले नि यहाँ चेकिङ चाहिँ हुन्छ। हजुरको 80%मा 20% चाहिँ चेकिङ नहुने हो यहाँ होइन। 80% त चेकिङ भइरहेकै हुन्छ क्या। त्यही भएर हजुरहरूले यदि यहाँ चेकिङ यहाँ चाहिँ नकुदाउनु भन्न चाहन्छु। फेरि जहिले नि यहाँ चेकिङ भइरहेको हुन्छ। मलाई थाहा थियो चेकिङ हुन्छ भनेर। फेरि मामाले टिकट हान्नुहुन्छ, टिकट। त्यो अहिले चाहिँ हामी यहाँ बल्खु चोक आइपुग्यो। आज हामी जान लाग्यो मार्बल डाँडा हो नि त। अनि हजुरलाई म मार्बल डाँडा कहाँबाट जाने, के गर्ने भनेर पनि भन्छु। तपाईँबाट पहिला कलङ्की आयौँ, अब कलङ्कीबाट बल्खु आयौँ, अब बल्खुबाट अझै अगाडि जान्छौँ है त। सिधै कहीँ टर्निङ छैन, कहीँ केही छैन, मेन हाइवे हामी जान्छौँ है त। जहिले सधैँ आउँदाखेरि यहाँ चाहिँ जहिले जाममा बस्नै पर्छ क्या। हेर्नु नि जाम कति रहेछ, के बन्दै हो, के बन्न लागेको छ केही थाहा छैन। तपाईँहरूलाई यदि थाहा छ भने टक्क कमेन्टमा भनिदिनुहोस् के बन्दैछ यो भनेर। अनि आज तपाईँहरूलाई कतिलाई थाहा छ कि थाहा छैन, आज म कोसँग न्यु इयर मनाउन हिँड्दैछु भन्दाखेरि आज मम्मीलाई बोकेर न्यु इयर मनाउन जाँदैछु। त्यो यहाँ अहिले हामी यो के चोक, कर्खु चोक भन्छ यसलाई, अगाडि कर्खु चोकका भाइ कुरिरहेको क्या। अनि त्यो भएर भाइलाई लिएर अनि बल्ल उता गोदावरी जाने भनेर, गोदावरी भन्दा पनि मार्बल डाँडा जाने भनेर चाहिँ अनि भाइलाई लिन आएको। देखाउँछु म को भाइ हो भन्दाखेरि पनि मेरो प्यारो भाइ सुजल भाइ, उसलाई मैले धेरै सम्झिरहेको हुन्छु। ओके, हामी चाहिँ आइपुग्यौँ गर्खु चोकमा। मेरो भाइ कुरिरहेछ भन्थ्यो, भाइले म यहीँ कुर्छु दाइ भन्दा थियो अलि अगाडि। कहाँनिर छ भाइ? ल भाइलाई भेटेपछि भेटौँला है त। भाइ वेलकम छ मेरो भ्लगमा, वेलकम छ मेरो भ्लगमा। जाम मेरो पछि आऊ न। ल भाइलाई नि भेटिसक्यो है, अब चल्दिन लको। भाइलाई नि घुमाइदिउँ न आज न्यु इयरको दिन, भाइलाई नि घुम्न लगाउँ भनेर। यहाँ चाहिँ लास्टै जाउने क्या, जामको जाम है, धेरै जाम भयो क्या। हामी चाहिँ गोदावरी जाने साइडतिर छिरिसक्यौँ है। ओइ चेकिङ सुजल भाइलाई डेन्जर गाह्रो पर्ने भयो यार।
उयो पछाडि आज न्यु इयरको दिन भएर होला यस्तो जाम थियो बल्ल बल्ल जाम कट्यो यार तर अझै पनि यहाँ जाम रहेछ क्या हेर्नु न आम्मा हाम्रो नेपालमा केही चाडबाड आयो भने सधैँ जामले मात्रै भरिने भयो हाम्रो आधी घन्टाको मेहनत कष्टपछि बल्ल हामीले यहाँ गोदावरी भन्ने ठाउँ आइपुग्यो है गोदावरीबाट अलिकति माथि हो त्यति टाढा छैन यसो यहाँबाट केही ड्राई फ्रुटहरू किनेर लगाउँ कि भनेर सोचेको कभी कभी तो लगे जिंदगी में रही ना खुशी और ना मजा कभी कभी तो लगे हर दिन मुश्किल और फाइनली हामीले चाहिँ यहाँ सलिल ड्राई फ्रुट किनिसक्यो है लिन मम्मी त्यही हो अब चल्दिउँ माथि खोइ जान दिएको छैन जस्तो कुरा छ के हो मार्बल डाँडासम्म जाम भने बस्नु मम्मी खोइ माथि जान दिएको छैन जस्तो कुरा छ हेरौँ लेसी मार्बल डाँडासम्म पुग्दिउँ कि भनेको मार्बल डाँडामा पुरै प्याक छ अरे अनि त्यहाँबाट बाइक साइक जान पनि दिएको छैन अरे के गर्ने खै घुम्न भनेर हिँड्यो झ्याउ लाग्न थाल्यो अब त यतै जाम उतै जाम चल्दिउँ ल बिस्तारै जे हुन्छ देखा जाएगा अनि मैले एकदम हिस्सी दाइलाई एकदम मिस गरिरहेको छु दाइको प्रब्लम्स भएर दाइ घरमै हुनुहुन्छ मैले दाइलाई भन्दा नि भनेर दाइलाई भन्न चाहिँ पर्ने थियो एकचोटि अनि फेरि एकछिन मम्मीलाई घुमाइदिउँ न भनेर मम्मीसँग आएको आज न्यु इयरको दिन मम्मीसँग पनि घुम्न गइदिउँ न त भनेर मार्बल डाँडाको भिड आम्मामा के बिरी भिड हो यो ल हामी चाहिँ 10 रुपियाँको टिकट काटेर हिँडिसकेको छौँ है अनि हामी यहाँबाट चाहिँ अब माथि जानुपर्ने हुन्छ यहाँबाट राइट लाग्नुपर्ने हुन्थ्यो तर कहाँबाट हो बिर्सेँ मैले उयो सबले बाइक त यहीँ रोकिहाल्छ अनि किन हो यस्तो ए हामी चाहिँ साइको भइरहेको क्या म चाहिँ उताबाट हेरेर आएको तर बाटो चाहिँ यताबाट रहेछ तर बाटो पहिला अर्कै थियो अहिले यस्तो भएछ पानीले म चाहिँ बाटै छैन भनेर खोजेर बसिरहेको क्या यहाँबाट अब लभली अफरोडिङ छ धेरै त होइन 10 मिनट जति पहिला त त्यस्तो अलि राम्रै थियो अहिले त यस्तो भएछ पहिला मैले आरसी लिएर आएको थिएँ यसपालि 150 भनेको किङ हो क्या किङ हेर्नु नै मतलब छैन यस्तो नि आनन्दले तानिदिन्छ तान्न त आरसीले नि तान्छ तर यो खाल्डोमा हाल्न कम माया लाग्छ आरसी 150 जति हाल्दै नि केही हुँदैन बवाल हो यो त अस्ति नै आउँदा त बवाले थियो अहिले आउँदा चाहिँ यस्तो भएछ रोडको कन्डिसन पहिरोले खत्तम बनाएछ ओ सेट आमा दामी चाहिँ दामी देख्छ यहाँबाट आइपुग्यो च्याउला होला भाइ यति नै हो क्या माथि तपाईँलाई भनेको नि मैले घरबाट निस्किनु भने नि सो लेडिज एन्ड जेन्टलमेन हामी चाहिँ आइसक्यौँ है अनि यहाँ चाहिँ यस्तो भिड छ बाइकहरू कति हो अझै यहाँ छुट्टै छ यहाँ यत्रो छ मान्छेहरू न मान्छे कति सबजनाले ह्याप्पी न्यु इयर फोनबाटै होइन सबसँग पसाउनु पाएँ सब ह्याप्पी न्यु इयर छ यहीँबाट मेरो भाइलाई नि ह्याप्पी न्यु इयर छ ह्याप्पी न्यु इयर भाइ ह्याप्पी न्यु इयर त्यही हो मम्मी उता डुलिरहेको भएको छ त्यहाँ कस्तो ब्लर ल अब अहिले भेटौँला है त फाइनली हामी चाहिँ वहाँ मुनिबाट यहाँ माथि आइपुगिसकेका छौँ एउटै मम्मी ल हामीले चाहिँ यहाँ टक्क यसो बस्यौँ यहाँनिर है अनि त्यसपछि टक्क यहाँ मुनिको भ्यू हेर्दै अनि चिप्सहरू खाँदै टक्क बस्यौँ गफसफ गऱ्यौँ त्यही हो आज न्यु इयरको दिन कहीँ गयो होइन मम्मीसँग चट्ट सानो राइड आइयो राइड होइन घुम्न आइयो खुसी लाग्यो मम्मी हजुरलाई कस्तो लाग्यो आज न्यु इयरको दिन घुम्न आउँदा छोरासँग घुम्न आउँदा एकदम रमाइलो लाग्यो त्यो हामी अब निस्किन लाग्यो एकछिन बस्यो अब यहाँ पानी पर्न लाग्यो मम्मीसँग फर्स्ट टाइम होला यसरी घुमेको है अब मम्मीसँग फेरि घुमिराख्नुपर्छ पर्दैन कमेन्ट गरिदिनु यहाँ भाइ पनि छ भाइलाई चाहिँ भरिया बनाइदिएको हेलमेटको गाडाङगुडुङ गर्न सुरु भइसक्यो अब चलिदिनुपर्छ फेरि भिज्यो भने टेन्सन हुन्छ मम्मीले उहाँ मुनि नै बसौँ भनेको यहाँ माथिसम्म ल्याएर कसरी गरिदिनुहुन्छ हेरौँ बिहान उहाँ 8 बजीदेखि घुम्न जाम भनेर उहाँ मम्मीले उठाउठे अब यस्तो पाराले चाहिँ ओर्लिँदैन कसरी ओर्लिनुहुन्छ मम्मी समातेर ओर्लिनु मोबाइल पहिला हाल्नु न गोजीभित्र उयो मम्मी लड्नुहुन्छ जस्तो आँटे आएन
छोडिन् छोडे जानु त म अनि छोडिन् सजिलो लाग्छ मोबाइल चाहिँ लियो त चाहिँ त्यहाँबाट खाएर होइन हाम्रो मम्मी यति सोझी हुनुहुन्छ कि हेर्नु यहाँ कराउँछ भनेर त्यो फोहोर उहाँबाट त्यस्तो भिरबाट बोकी ल्याएर मम्मीले यहाँ फ्याल्दै हुनुहुन्छ त्यही हो हजुरहरू पनि यस्तो चाहिँ फोहोर जहाँ पाइ त्यही खाने फ्याल्ने नगरौँ त्यहाँ माथि कति धेरै फोहोर थियो है यस्तो राम्रो ठाउँमा आएर सब घुम्न आउनु भएको छ फ्यामिली पिकनिक आउनु भएको छ त्यही भएर यस्तो ठाउँमा फोहोर चाहिँ नगरौँ लेडिज एन्ड जेन्टलमेन अब यहाँबाट हामी चाहिँ निस्किदिनु लाग्यो ओभरै हावा चलेर नि है ओभरै पानी पर्नु भयो हो सेट जाम पानी पनि लाग्यो त्यही अब निस्किदिनु लाग्यो अब बाइक र मोटर भगा गरौँ है त ल टिकटक यसरी बनाउनु पर्ने रहेछ हामीले टिकटक बनाउनु नआउने हो नि हुन्छ त ल टिकटक यसरी बनाउनुपर्छ है केटा ल हेर यहाँ टिकटक यसरी बनाउनुपर्छ हो ल आन्टी आज न्यु इयरको घुमघाम सक्यो अब हामी यहाँबाट फर्किँदैछौँ टक्क 1-1.5 घन्टा बस्यौँ रमाइलो गऱ्यौँ त्यही मम्मीसँग फर्स्ट टाइम यसरी घुमेको मम्मीसँग अब हिँड्न चाहिँ हिँडेको छु धेरैचोटि नै तर भ्लग सक बनाएर अनि यसरी बसेको चाहिँ फर्स्ट टाइमै हो र म त्यति मम्मीसँग घुम्दिनँ थिएँ पानी पर्ला सक्यो पानी पर्ला छैन पानी छिट्टै सक्यो त्यो हेर्न सक्नुहुन्छ मुनिको भ्यू दामी छ मुनिको भ्यू लगभग अब यहाँ मान्छे नै कम हुँदै गइसक्यो किनकि अब 4 बजिसक्यो जाँदाखेरि जहाँ पनि टाइम लाग्छ क्या त्यो हामी चाहिँ निस्क्यो अनि यहाँबाट कहाँ पुग्छ चाहिँ मलाई थाहा छैन है एकचोटि म यो मार्बल डाँडा आउने भनेर धेरै माथि पुगेको थिएँ धेरै माथि निस्क्यो अब कतिको जाम छ भन्ने कुरा हो भगवान् जाम चाहिँ नहोस् अहिले त बढी जाम थियो यार आज त आमा ल कुदेको बसायो भनेर कुदे ओए यो गाडीको त टायर पड्किने भयो त यो गाडीको टायर पड्किने भयो भाइ बाटो बन्द सर्टकट भनेर आएको झन् बाटो बन्द छ अरे भनेर लगाइदिनु हो सुजल भाइ एकछिन यहीँ बस हामीलाई त इजी हो नि ती हामीलाई इजी हो नि जब होइन विश्वास खत्री एके राइडर ओए भाइ भन्दै थिएँ मैले रोक भनेर रोक एकछिन रोक यहाँ मैले बाइक राख्नु मिल्दैन तिमी निक्ल त पहिला बाइकबाट निक्ल त एकछिन बाइकबाट बाइक बिस्तारै छोड्नु त हामी रोक एकछिन ओए भाइलाई झन् कुरा है भाइ भन्दै थिएँ भाइले बाइक लडाइहाल्यो नि
रोक भाइ मै कटाइन्छु मलाई इजी लाग्यो जान तपाईँ जानु मुनिबाट कहाँ पुग्थ्यो ए तेरिका छोड ल एकचोटि है सर्ट्स भिडियो भाइ अगाडि जाऊ भाइ फुटी क्या हो हाँ उसमा अड्केछ क्या ढुङ्गामा अलिकति तानिदिन्छ भाइ होला हिलो छ्याप्लाई दाइ दाइ छोड्नु है पछाडि हजुर त्यो दुःख पायो दाइले पनि दुःख पाउनुभयो भाइलाई भन्दै थिएँ झन् भाइ एकछिन नल्याऊ भाइ लडाउँछ जस्तो लागिरहेको थियो मलाई भाइ तिम्रो सर्टकट आउँथी खत्तम रहेछ बिस्तारी बटार्नु दाइ बिस्तारी बिस्तारी बटार्नु त्यही भिजो भइहाल्यो म त मनै पर्दैन यस्तो चलिदिउँ धन्यवाद दाइ धन्यवाद न्यू इयरको दिन लड्ने पानीले कुट्ने अनेक भएको छ ल आउँदा आउँदा पानीले धोबी पिट्यो ओइ ओइ कस्तो चिप्लेको मेरो बाइक यति जाऊ नि ओर्ली भन्नुहुन्छ यार ल अहिले चाहिँ हामी त्यहाँ एकछिन भाइकोमा बस्यौँ अनि त्यसपछि खाजा खाएर फेरि निस्केको राति राति भइसक्यो 6 बज्न लागिसक्यो त्यो आजको न्यू इयर यस्तै यस्तै भयो अब आजको न्यू इयर कस्तो भयो कमेन्ट गरिदिनुहोस् अब बाँकी कुरा अर्को भ्लग गरौँला अब एउटा अर्को खालको भ्लग आउँदैछ के कुरा नयाँ कुरा छ त्यसमा तपाईँहरूले त्यो कुरालाई सपोर्ट गर्नुपर्ने हुन्छ माया देखाउनु पर्ने हुन्छ एकदम त्यो भिडियोलाई चाहिँ सक्दो माया चाहिने हुन्छ है त्यो के हो कस्तो हो भनेर कि यो भ्लग पछि आउँछ कि यो भ्लग पहिला आएर त्यो आउँछ कि त्यो भिडियो पहिला आएर नि यो आउँछ क्या किनकि त्यो भिडियो एकदम इम्पोर्टेन्ट एकदमै इम्पोर्टेन्ट भ्लग हो त्यो हजुरलाई म हाल्छु हजुरले हेर्नु त्यसमा एकदम माया देखाइदिनु है त